हेलो गाइज वेलकम टु माई न्यू ब्लग अनि इट्स मी सदिक्षा अनि आज चाहिँ हामीहरू चाहिँ खाना जाँदैछौँ अनि यहाँ हाम्रो धनगढीको अन द वे वी आर अन द वे अनि त्यसपछि चाहिँ अब हामीहरू दिस इज द गेटा मेडिकल कलेज होइन गाइज अनि त्यसपछि चाहिँ अनि यो अत्तरियाको चोक हो होइन अनि त्यसपछि यो गोदावरीको जङ्गल द भ्यू इज सो नाइस जस्तो एक्चुअलमा मोबाइलमा देखाएको छ त्योभन्दा 1000 गुणा राम्रो छ आँखाले हेर्दाखेरि होइन and this was the trees and the jungles wow just and this was just the चिसो हावा अनि यो गोदावरीको भाइरल पुल अनि यो गोदावरीको माथितिरको डाँडा जङ्गल होइन अनि त्यसपछि अनि चाहिँ के एक्चुअलमा धनगढी यस्तो गर्मी छ अनि हामी एकदम चिल हावा खान एकदम रिल्याक्स हुन आएको होइन यस्तो शनिबारको दिन अनि त्यसपछि चाहिँ अनि त्यसपछि यतातिर चिसो हावा चल्दैछ होइन अनि थोरै पानी पनि पर्दैछ अनि त्यसपछि अब त्यो हाम्रो खानडाँडा पुग्ने अलमोस्ट त्यहाँ फोटो खिच्ने ठाउँतिर अनि दिस इज माई फ्यामिली अनि त्यसपछि सुपु अङ्कल मम्मी अनि इट्स मी अनि त्यसपछि सानु र अनि अगेन मी अनि त्यसपछि चाहिँ अब हामीहरू चाहिँ अब फोटो खिच्ने ठाउँमा रोकेछौँ अनि अब हामी यहाँनिर फोटो खिच्छौँ अनि त्यसपछि हामी जान्छौँ फेरि आफ्नो होटलतिर अनि यहाँ सबलाई फोटो खिच्दैछन् एक्चुअली सब ओ माई गड अनि त्यसपछि अनि हामीहरूले चाहिँ अब एकछिन 2-4 मिनट हिँड्ने निर्णय गरेर अब त्यसपछि हामीले ट्याक्सीलाई छोडी मागेर अब हामीहरू जाँदैछौँ यसरी हिँडेर अनि म गएँ आफ्नो फ्यामिलीसँग यो अनि दिस इज द होटल द स्काई होटल एक्चुअली म भन्छु भने चाहिँ यसको एकदम मतलब यस्तो हामीले एक्सपेक्ट गरे जस्तो त्यस्तो सफा रुम बिल्कुल छैन अनि त्यसपछि चाहिँ अब हामी आफ्नो रुमतिर जाँदैछौँ होइन अनि त्यसपछि चाहिँ दिस इज द वे अनि त्यसपछि अब यो दिस इज द एक्चुअली रुम हजुर हेर्न सक्नुहुन्छ भुइँतिर हल्का डस्ट छ अनि त्यसपछि अब हाम्रो रुम 205 एन्ड 206 अनि त्यसपछि ठिकै छ त्यस्तो राम्रो पनि छैन बाथरुम जस्तो देखिएछ त्यस्तो एक्चुअली छैन म आई स्वेयर होइन अनि त्यसपछि दिस इज माई होटल रुम अनि त्यसपछि अब म जान्छु बेडमा हाम फाल्न जस्ट टु रिल्याक्स ए अनि त्यसपछि एन्ड इट्स मी अन द बेड एकदम स्टाइल पार्दै अनि त्यसपछि त्यो हाम्रो छत भ्यू हेर्नलाई अनि भ्यू एक्चुअली आँखामा धेरै राम्रो देखिएको छ सनसेट अनि त्यसपछि